साथीहरु आज चाहिँ यस्तो काम छ। यो मुढालाई चाहिँ बोकेर त्यहाँ पुर्याउनु पर्ने आजको काम। यस्तै छ है साथीहरु। यो पल्लो गाउँ चाहिँ सानो दुम्ते भन्छ। यो दुम्ते हो, परको चाहिँ दुम्ते। यो देन्चुका, यो माथिको डाँडा छ। हा हो यो हा। यो पल्लोको डाँडा, यो पल्लो डाँडा चुखा पर्छ, चुखा। यो दोरोखा। यो चाहिँ त्यस्तो छ है साथीहरु। मलाई चाहिँ यस्तो छ। आजको काम भन्दाखेरि चाहिँ यो मुढालाई चाहिँ एकदमसँगले बोकेर तल पुर्याउनु पर्ने। यसलाई चाहिँ किन लानु भने चाहिँ दाउरा भोलि पर्सि बर्खामा दाउराको लागि चाहिँ अहिले मुढा भेलाइन्छ ल। अन्त यो चाहिँ अलैँची छ यस्तो, त्यो मुनिबाट सोलिड यस्तो गरेर यता उभो छ हल्का, यता उता पनि छ अलिअलि। अलैँची त्यस्तो छ है हाम्रोतिर चाहिँ, अलिअलि सुकिसकेको छ हल्का यस्तो छ होला। गाउँठाउँमा चाहिँ यो चाहिँ औले माथि घरबाट चाहिँ काम गर्नु चाहिँ यहाँ झर्नु पर्छ होला। अन्त के गरी खानु हुँदैछ त यतातिर। आज भन्दा चाहिँ साथीहरु यो माथिबाट चाहिँ अघि मैले देखाएको मुढा चाहिँ यहाँ छ। यसलाई चाहिँ यसो झारेर चाहिँ यता झारिन्छ है हामीले आज भनेर चाहिँ यस्तो दाउरा फेकाइ छ है साथीहरु। धमाधम दाउरा फेकाइ छ है यहाँबाट। यता माथिबाट चाहिँ सुलुलुलुलुलु यहाँ राखे हिजो, अझ यहाँबाट उदो कन्टिन्यू यसो गरेर चाहिँ यसरी फेकिँदैछ है। हो त यसो छ दाउरा फेकाइ चाहिँ यस्तो हो पारा चाहिँ। पानी पनि आउनु आँट्दैछ। अब चाहिँ पुर्याउनु आँटिँदैछ है। अब चाहिँ पुर्याउनु पर्ने चाहिँ यहाँ पुर्याउनु पर्छ हो घरमा। उता पुर्याउनु पर्छ फेकेर 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 गरेर। यस्तो छ है साथी हो, यस्तो छ पारा चाहिँ। पारा यस्तो छ। पानी पर्न आँट्दैछ, चाडाङ चुडाङ गर्न थाल्यो। अब पानी चाहिँ नपरि पुगिन्छ कि कसो, पुग्न आँट्दैछ। चाहिँ फाइनली यहाँ चाहिँ झारिसक्यो है। यहाँ माथिबाट आएकै हो, अघि यहाँ थियो यस्तो झारेर अहिले चाहिँ यहाँ आइपुगेको छ हो। अब यसलाई फेरि लानु पर्ने। यसलाई चाहिँ यो घरको मुनि तल फेदमा स्टोर गर्नुपर्ने छ होला। ल त साथीहरु, अब चाहिँ दाउरा थन्काउनुपट्टि लाग्यो है। माथि पिल लाउनु पर्ने दाउरा हो। अब चाहिँ दाउरा चाहिँ यसरी यहाँ मिलाउनु पर्ने भित्र। अहिले हिउँदोमा स्टोर गरेपछि चाहिँ टक्कै भोलि पर्सि बर्खा युज गर्नको लागि चाहिँ दाउरा यसरी हामी थन्काइन्छ भन्नु पर्यो ल। यसरी यो मुढाहरू चाहिँ यसो राख्यो, पछि चाहिँ अलैँची सुकाउनु पनि भइहाल्छ, चिरेर भात सब्जी पकाउनु पनि भइहाल्छ। त्यसो छ है साथीहरु। अहिले चाहिँ दाउरा थन्काइसक्यो। दाउरा मजाले थन्काइसक्यो हो, बेसी त आएन। यहाँ एउटा दुईटा यति आएछ। साथीहरु अहिलेको भ्लग चाहिँ यति नै। अर्को भ्लगमा भेटौँ। सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुहोस् है साथीहरु।